अलिकति अगाडि बढाएर भनौँ न हामीले चाहिँ यसलाई के पनि भनिरहेको छौँ भन्दाखेरि 142 जातिहरूको चाहिँ सङ्ग्रहालय बनाउनको निमित्त हामीले यसलाई चाहिँ भनौँ न कान्छा तामाङ ब्लोन विकास उहाँको चाहिँ टाइटलमा चाहिँ विकास छ नाम। हजुरलाई स्वागत गर्न चाहन्छु सर। धन्यवाद। समाजसेवी पनि हुनुहुँदो रहेछ, धेरै समाजमा घटेका धेरै त्यस्ता घटनाहरूमा चाहिँ तपाईँ उभिएर आफूले गर्न सक्ने सहयोग सपोर्टहरू गरिरहनु हुँदो रहेछ, नैतिकता या कुन हिसाबले गर्न सकिन्छ त्यस्ता सहयोगहरू गरिरहनु भएको रहेछ होइन। यो कर्तव्य भनौँ न हामी तामाङ समुदायको चाहिँ एउटा कर्तव्य ठानेर हामीले चाहिँ अहिले यो काम धेरै गरिरहेका छौँ। तामाङको संस्कृतिलाई बचाइराख्नको लागि तामाङमा भएका त्यही कुराहरूलाई चाहिँ एक ठाउँमा सजाइराख्नको लागि चाहिँ तपाईँहरूले यो कार्यहरू गरिरहनु भएको छ। त्यसमा एकदम राम्रो कुरा पनि हो। यो तपाईँहरूको कहाँ कार्यालय चाहिँ कहाँ बन्दैछ यो? हाम्रो अहिले सिङ्गो तामाङहरूको सांस्कृतिक भवन भनौँ न आम तामाङहरूको दरबार हामीले भनिराखेको छौँ। अहिले काठमाडौँको चप्पले हाइट 2 नम्बर वडामा पुरा नीलकण्ठ नगरपालिका 2 नम्बर वडामा अहिले बन्दै गइरहेको छ। अब त्यहाँनिर चाहिँ त्यो भवनमा बनिसकेपछि चाहिँ त्यहाँ के कस्ता कुराहरू गरिन्छ? अब तामाङको कल्चरहरू हुन्छ नि, हिजोदेखि भइरहेका कल्चरहरू देखाउने हो कि के हो? त्यसमा के गर्नको लागि त्यो भवन बनेको हो? एकदम तपाईँले राम्रो प्रश्न गर्नुभयो। तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सांस्कृतिक भवन हामीले आम सिङ्गो तामाङहरूको 4 लाख तामाङहरूको सांस्कृतिक भवन हामीले भनिरहेको छौँ, भन्दै चाहिँ आइरहेको छौँ। सिङ्गो तामाङहरूको भवन भन्दै गरेको भवन अहिले अब हामीले छिटो नै निर्माणधीन चाहिँ भनौँ न चाहिँ अब हामीले उद्घाटनको चाहिँ चरणमा पुग्न लागिरहेको छौँ। यो भवन के को लागि कसको लागि भनेर हो त भन्दाखेरि चाहिँ सिङ्गो आम तामाङहरूको भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजलाई संरक्षण र प्रवर्धन गर्ने जुन उद्देश्य र हेतुका साथ हामीले यो सांस्कृतिक भवन अहिले भनौँ न तामाङहरूको दरबार हामीले बनाइरहेको छौँ भन्दाखेरि आम तामाङहरूको मात्रै नभइकन हामीले अझ अलिकति अगाडि बढाएर भनौँ न हामीले चाहिँ यसलाई के पनि भनिरहेको छौँ भन्दाखेरि 142 जातिहरूको चाहिँ सङ्ग्रहालय बनाउनको निमित्त हामीले यसलाई चाहिँ भनौँ न 142 जातिहरूको नै दरबार चाहिँ अब बनाउनुपर्छ भन्दै हामीले चाहिँ यसको भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजलाई संरक्षण र प्रवर्धन गर्ने जुन उद्देश्य र हेतुका साथ हामीले यो सांस्कृतिक भवन अहिले भनौँ न तामाङहरूको दरबार हामीले बनाइरहेको छौँ भन्दाखेरि आम तामाङहरूको मात्रै नभइकन हामीले अझ अलिकति अगाडि बढाएर भनौँ न हामीले चाहिँ यसलाई के पनि भनिरहेको छौँ भन्दाखेरि 142 जातिहरूको चाहिँ सङ्ग्रहालय बनाउनको निमित्त हामीले यसलाई चाहिँ भनौँ न 142 जातिहरूको नै दरबार चाहिँ अब बनाउनुपर्छ भन्दै हामीले चाहिँ यसको चाहिँ अगाडि हामी लागिरहेको छौँ। के छ अब त्यहाँ त्यो भवन बनिसकेपछि हामीले त्यहाँनिर अवलोकन गर्न जाँदाखेरि तामाङ जाति हिजोदेखि चलिआएका रीतिरिवाजहरूको केही प्रदर्शन पनि हुन्छ त्यहाँनिर। जस्तै अब तामाङमा कस्तो पनि छ भने झाँक्रीहरू बस्ने होइन, त्यस्ता कुराहरू पनि हुन्छ। अरू कुराहरू पनि विभिन्न कुरा छ तामाङहरूमा होइन। त्यो कुराहरूलाई पनि त्यहाँनिर समेटेर राखिन्छ एउटा सङ्ग्रहालय जस्तो के छ? बिल्कुल यो अहिले सकिरहेको छैन, निर्माणधीन चाहिँ हुँदैछौँ। अब अन्तिम चरणमा चाहिँ पुगिसकेको छौँ। तपाईँहरूले पनि तपाईँ मिडिया साथीहरूले पनि त्यहाँनिर अनुगमन गर्न सकिन्छ। चप्पले हाइटमा काठमाडौँ चाहिँ चप्पले हाइट 2 नम्बर वडामा भुटान नीलकण्ठमा होइन हामीले जुन खालको चाहिँ हामीले आम तामाङहरूको दरबार भन्दै गर्दाखेरि चाहिँ तपाईँले जुन खालको प्रश्न गर्नुभएको छ सिङ्गो तामाङहरूको त हुनु नै भइहाल्यो। अघि नै मैले चाहिँ भनिसकेको छौँ हामीले सकेसम्म 142 जातिहरूको सङ्ग्रहालय भनौँ न आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजलाई चाहिँ त्यो हाम्रो सांस्कृतिक भवन भनौँ न आम तामाङहरूको दरबारभित्र छिर्दै गर्दाखेरि चाहिँ सबै जनसमुदायहरू भनौँ न त्यहाँनिर चाहिँ संस्कार, संस्कृति, रीतिरिवाजहरू चाहिँ भेट्नको निमित्त त्यहाँनिर चाहिँ अनुमान गर्दै गर्दाखेरि चाहिँ सबै जाति जनसमुदायहरू चाहिँ संस्कार संस्कृति पाउने चाहिँ सक्नुहुनेछ। भनेपछि हामीले त्यो तामाङको लागि मात्र नभएर चाहिँ नेपालमा रहेका हरेक जात जातिका चिजहरू चाहिँ त्यहाँनिर देख्न पाउँछौँ, अवलोकन गर्न पाउँछौँ भनेपछि हो। हामीले यो कोसिसमा छौँ। हामी अहिले तामाङको त भइ नै हाल्यो होइन। अहिले हाम्रो चाहिँ सिङ्गो राष्ट्रिय तामाङ गेटोमा चाहिँ केन्द्रीय समितिको बैठक बसेर यो पनि हामीले निर्णय चाहिँ अब गर्न तयार हुँदैछौँ। तपाईँले गर्नुभएको यो कार्य एकदमै असामान्य छ होइन। यस्तो कार्यहरू लगभग नेपालमा छैन पनि होला जस्तो लाग्छ मलाई होइन। कतिपय ठाउँमा सङ्ग्रहालयहरू त छन् होइन, तर त्यहाँनिर छुट्टै आफ्नो कल्चर आफ्नो होइन विधाको मात्र राखिएको छ होइन। तपाईँहरूले चाहिँ नेपालमा भएका सबै जात जातिहरूको चाहिँ एउटा संरक्षण गर्ने हिसाबले चाहिँ गर्नुभएको रहेछ। हजुरहरूको यसमा सफलता होस्। हामी पनि अवलोकन गर्नेछौँ त्यहाँ गएर कुनै दिन मौका मिलेसम्म हजुरसँग सम्मान गरेर होइन।